ल भन् ल हो र कसले भन्यो तँलाई ल म हेरिहाल्छु यार के भन्छ यार बेला बेला इक्जाम पो आयो भन्छ त फर्स्टमा चाहिँ के को रहेछ अझ 40 दिन रहेछ इक्जाम आउन सातो पुत्लो उडाइदियो तोरीले त ए तसँग छ त्यो ल्याइदे नि त भोलि होइन कि आज ल्याइदैन यार गिदिन न भने आज ल्याइदे जसरी भने ल्याइदे मलाई थाहा छैन फेरि कहाँ 1 घन्टा भनेर अहिले ल्याइदे आधी घन्टा साढे घन्टा थाहा छैन अहिले मलाई अहिले बुक ल्याइदे यार त्यो कुरा गर्ने होइन कि बुक लिएर हिँडिहाल्ने हो आधी घन्टा पनि भ्याउँदिनँ म 20 मिनट भ्याउँदिनँ म 10 मिनट पनि भ्याउँदिनँ 5 मिनट पनि हुँदैन लिएर हिँडिहाल्ने हो चल चाँड ल्याइदे यसपालि चाहिँ बेलैमा किताबहरू नि करेक्ट गरियो अब पहिला जस्तो पाराले भएन टाइम टेबल चाहिँ मिलाएरै पढ्नु पर्यो टेबल टाइम सबै भयो चट्ट रुटिन बना हेलो हेलो सुन्दै केटाहरूले पार्टी अर्मा गएर छ चल्दिउँ यार जान्नमा पार्टी सार्टी त्यहीँ जा टुप्पी कसेर पढ्ने बेलामा सुन एउटा दामी मुर्गा पाएको छ कि अस्ति त्यो छमानी आउँछ चैदिउँ यार गइदिउँ न जान्नमा पनि आउने पैसा पनि खर्च नहुने एक दिन त हो नि जानुपर्छ है ओए पार्टी कहाँ रे ल पर्खी म नि आउँछु हेलो के हो त्यसै आज कलेज आएछ 10 बजे केटाहरू सबै आउने भनेको छ एडमिट कार्ड लिनुलाई अनि लास्टमा एक लट फुटबल पनि हानिदिनु पर्छ मजा आउँछ है आज मलाई अलिक सन्चो छैन यार ज्वरो आएर बिहानदेखि सुतिरहेको छु मेरो पनि ल्याइदेन यार ल सुतेरै बस्न चाहिँ ल हामी जान्छौँ त्यसो भए भन हुन्छ म ल्याइदिन्छु ओके थ्याङ्क यू ल जानै पर्ने भयो अब हेलो ओए कहाँ पुगिस् ल त्यहीँ बस म नि आउँछु अलिक सन्चो भयो मलाई ल अब ठ्याक्कै 1 हप्ता बाँकी छ एक्जाम दिनमा एउटा सब्जेक्ट त जसरी नै भ्याउनु पर्छ यो लास्टै सजिलो छ के हेर्ने यो सजिलो ओहो त्यो लास्टै गाह्रो छ यार यसलाई त अलिक टाइम लाग्छ यो अहिले हेरेर हुँदैन पछि हेर्नु पऱ्यो यो पनि अप्सनमा आउँछ यो किन पढिराख्नु पऱ्यो यो नि खासै इम्पोर्टेन्ट छैन यो पनि सजिलो छ यो पनि सजिलो यो पछि हेर्दा भइहाल्छ सकिगयो नि मजाले भ्याइने रहेछ ओहो अब त इक्जाम आउन पनि 3 दिन मात्र बाँकी छ नि आऊ दिनमा 2टा भ्याउ नगरी त हुँदैन आज चाहिँ यो 2टा भ्याउनु पर्यो च्याप्टर 1 अरे सबै उस्तै छ त लगभग मिल्दो रहेछ त एउटा मजाले पढ्यो भने त 2टै पास हुने रहेछ भोलि चाहिँ यो मजाले पढ्ने हो ओहो पढेको पनि सब बिर्सिसक्यो अब एक दिनमा कसरी भ्याउने होला इम्पोर्टेन्ट भ्याएर भयो नि पास मात्र भयो नि हुन्थ्यो क्या पहिला त इक्जाम पनि फेरि सरिरहन्थ्यो यसपालि त इक्जाम पनि सर्दैन यो 5 दिन मात्र इक्जाम सर्यो भने नि म दामी पढ्थेँ क्या कसम दामी मार्क्स ल्याइदिन्थेँ सर्दैन यसपालि फिक्स सर्दैन बस सरिहाल्यो फेरि उठाउँदैन नि त मस्त पढिरहेको हेलो ओए सुन्न इक्जाम सर्नेहरूलाई त कतै सुनेको छैन पढेको पनि सब बिर्छ तनाव छ ल राख्दै भोलि गरौँ ल 7 बजिसक्यो
रात परिसक्यो अब इम्पोर्टेन्ट पढेर नि भ्याइँदैन अब अन्तिम अस्त्र नलाई भएन। ओहो 10 भइसक्यो अब यो लेखेर भ्याइँदैन जस्तो छ हातै दुख्यो। ला यो हेर यो इम्पोर्टेन्ट छ, यो पनि इम्पोर्टेन्ट छ, ला यो पनि इम्पोर्टेन्ट छ। अस्तिसम्म त केही देखिन्छ भने त आज त सब इम्पोर्टेन्ट छ। यो पनि इम्पोर्टेन्ट छ, सब इक्जाममा सोधेको क्वेसनहरू मात्रै छ। अब च्यातेर पनि भ्याइँदैन अब यो सब लिएर जानु पऱ्यो अब हेट भएन अब। मेरी कल जान्दिन म थोरी पनि जान्दिन पढ्या छैन लैबरिलो पढ्या छैन लैबरिलो यसपालि पनि बिग्रिहाल्यो नि, अब अर्कोचोटि चाहिँ सुरुदेखि नै पढ्ने हो। आउने साल हेर